यो भनेको बुढी गण्डकी खोला हो। सानो सानो भइसकेको छ। यो चाहिँ गोर्खाको समुद्र हो। हामी जाने उपर हो, धर्मशाला लड्के पास। यहाँ बाटो छ, त्यहाँदेखि चाहिँ तिब्बत गइन्छ अरे। घोडामा जाँदा कति 3-4 घन्टा पुगिन्छ भन्छन्। समुद्र रमाइलो छ है। समुद्र रमाइलो छ। समुद्र इज बेस्ट। पहिलोचोटि म आउँदाखेरि चाहिँ माथि डाँडामा चाहिँ हाइकिङ गएको थिएँ। अहिले चाहिँ छैन। हल्का रुगामार्गी लागेको छ। हिउँ परेको छ। हिउँ चाहिँ अहिले स्टप भएको छ। पास गर्नुपर्ने हो। हिउँ नपरिदिएको भए राम्रो हुन्थ्यो।